नमस्कार। यति बेला देशमा एकदमै अशान्ति छ। बाढी पहिरो, प्राकृतिक प्रकोपले गर्दाखेरि पुरै डिस्ट्रोय भएको छ हाम्रो समाज। यति बेला हामी एकअर्कालाई सहयोग गर्नुपर्ने र सम्पूर्ण नेपालीहरूलाई एकजुट भएर आत्मसात गर्न म प्रेरित गर्दछु र सम्पूर्ण विदेशमा बस्नुहुने, नेपालमा बस्नुहुने र हाम्रा साथीभाइ, दिदीभाइ, दाजुभाइ, नेपाल प्रहरी, सशक्त प्रहरी सबैले मिलेर एकअर्कालाई बचाउने अभियानमा लाग्नुपर्छ र त्यसैगरी जापानमा बस्नुहुनेहरूले पनि यति बेला नेपालमा साथ सहयोग गरिरहनु भएको छ र अझै गर्न प्रोत्साहन गर्दछु र हाम्रो तर्फबाट हाम्रो टिमले हामीले गर्न सक्ने र गर्न पर्ने हामी गर्दैछौँ। यति बेला समाजमा अलिकति सहयोगको भावना र सामाजिक उत्तरदायित्व वहन गर्ने बेला आएको छ। सबैजना मिलेर चाहिँ सहयोग गरिरहेको बेला हामीले पनि हाम्रो तर्फबाट कुनै पनि सहयोग साथ नलिने निर्णय गरेका छौँ। तपाईँहरूले यति बेला देशमा पैसा पठाउँदा अथवा प्रधानमन्त्री राज्य कोषमा पीडित कोष जुन प्रधानमन्त्री मन्त्री परिषदले ल्याएको राष्ट्रिय कोष छ जहाँ पैसा जम्मा गरिँदैछ। तपाईँ हामी सबैले मिलेर सपोर्ट गर्नुपर्ने, साथ गर्नुपर्ने र सकेको गरिरहेका छौँ। यति बेला प्रधानमन्त्री अथवा नेपाल जुनसुकै ठाउँमा तपाईँहरूले पैसा पठाउँदा हाम्रो दायित्व हामी हजुरहरूलाई कुनै पनि फिल नलिएर हामी फ्रीमा सर्भिस गर्दैछौँ। हाम्रो तर्फबाट हामीले गर्न पनि गर्दैछौँ। तपाईँहरू सबै सुरक्षित हुनुहोला, नआत्तिनुहोला र सबैले आफ्नो ठाउँबाट गर्न सक्ने कदम चाल्नुपर्छ। यति बेला राज्यलाई एकदम ठुलो क्षति भएको छ। मानवले ज्यान गुमाएका छन्, हजारौँले घर गुमाएका छन्, परिवार गुमाएका छन्। चाडपर्वको बेला यस्तो आइरहेको छ। भावुक नबनिकन सबैले एकअर्कालाई आत्मसात गर्नुहोला। यति भन्दै धेरै धेरै साथ सपोर्ट चाहिएको छ। सबैले सबैलाई समर्थन गर्नुहोला र सबैले साथ दिनुहोला।